लैजानुहोस् हैन, कानुन आओस्, छानबिन गरोस्, षड्यन्त्रकारी म हो भने मलाई लैजानुहोस्, म रेडी छु हैन। एउटा साथीलाई मैले चाहिँ मार्नै लाएँ, षड्यन्त्रै गर्न लाएँ नि त, मेरो फोनदेखि लिएर हैन सब कल डिटेल्स चेक गर्नुस्, अझै पनि म जानलाई तयार छु। भगवान कसम मैले हैन यो छातीमा हात राखेर भन्छु, भगवान कसम, मेरो छोरो कसम हैन, पल जेल जाँदाखेरि म आँसु झरेको छ के हैन, पललाई हतगडी लाउँदाखेरि मेरो आँसु झरेको छ के। म यति माया गर्ने मान्छे हो कि पललाई हैन। मेरो वाइफ कतिचोटि रोएको छ के उलाई चाहिँ त्यो सिनहरुमा त्यो टिकटकमा देख्दाखेरि के। किनकि म किन चुप्प बसिरहेको छु, म यत्रो गाली खाँदा पनि किन म चुप लाएर बसिरहेको छु कि म भित्रदेखि म सही छु, म भित्रदेखि सही छु भन्ने कुरा मलाई मात्र थाहा छ नि त। अनि त्यसमा चाहिँ त्यहाँनिर आक्रोशमा आएर चाहिँ पलकै म्यानेजरले चाहिँ तपाईको चाहिँ पललाई झोला बोकेर दाङ पठाउनु पर्छ हैन, पलको चाहिँ अब पललाई यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर उसले भनेको छ। म त खासै केही बोलेको छैन, तपाईहरुले पनि अडियो राम्रोसँग सुन्नु भयो।